bus from here to Rome, but I'm taking it to, I would say, this is what I say. Good morning, namaste, pranam, hello, bonjour, ciao, and yesu, and all of these languages I just said. It's all the countries which I have been to, and today it's gonna add up to a few more countries. So I'm going to, I don't know, I know, but I'm going to Greece. After that, from Greece to Slovakia, Slovakia to Austria, Austria to again Slovakia, Slovakia to again Hungary. So 3 days, 5 countries, and let's join on the journey. So early morning flight. It's 6:45 a.m. Friday. Abandoned flights and private. And he'll give me 2 at the airport. I don't know what the name is spelled. So I basically time traveled, and I took the flight at 6:45 in the morning. And the flight was technically 1 hour 45, 1 hour 15 minutes. But now here when I landed, it's 9 a.m. So it's 1 hour ahead. And then Sano, like it's a small city, not a city, a town, but it's to see. Plane यताउति गर्दा गर्दा अब म नाउँमा पुगिसकेँ हैन पछाडी I have a big cruise ship there, and I'm gonna board that. Probably I'm thinking about, I'm not sure. तर म चाहिँ एउटा कुरा के भन्न चाहन्छु हैन, म चाहिँ नेपालीमा स्विच गर्छु. I mean, यस्तो होइन कि पोटमा फल्दैन, फल्न त काहीँ पनि फल्दैन. तर कुरा के भन्दा नि म सबैलाई मेक स्योर के गर्न चाहन्छु भन्दा नि लाइक लाइफ इज नट अबाउट मनी. मैले पैसालाई कहिले हुन्छ नि लाइक भ्याल्यु दिइनँ क्या. अनि म पैसा कमाउन यहाँ 1.5 वर्ष 2 वर्ष नाडिसकेँ युरोपमा. 2 वर्षमा मैले पैसा कहिले कमाउन ध्यानै दिइनँ. मन लाग्छ आज हुन्छ नि, आज यहाँ गयो, अर्को देश गयो, यताउति घुमेर आयो होइन. मलाई जुन दिन केही हुँदैन केही गर्नलाई म हिँडिदिन्छु घुम्नलाई. अनि आज यो ठाउँ भोलि अर्को ठाउँ. सो मलाई थाहा छैन लाइक म जस्तो कतिजनाले गर्न सक्छ सक्दैनन्, आई डोन्ट नो. बट एट द एन्ड अफ द डे यही भन्छु लाइक पैसा भन्दा पनि एक्सपिरियन्स कमाउनुहोस्, एन्ड देन पैसा आउँछ. लाइक रिटर्न ब्याक त हुन्छ नि कि लाइक एक गोलो सर्कल बनाएर आउँछ फर्केर तपाईँ हिँड्दै. अनि अर्को कुरा के भन्दा लाइक ट्राभल गर्दा के हुन्छ भन्दा नि पैसा खर्च, सिगरेट बिडी के भन्छ रक्सी, अनि आजका नयाँ युवाहरू जति जे पनि हुन्छ नि डिस्ट्रक्टिभ नेचर चाहिँ किन क्या. म बुझ्न सक्दिनँ डिस्ट्रक्टिभ नेचर चाहिँ किन क्या. डिस्ट्रक्सनले चाहिँ कहिले पनि के भन्छ न, के भन्छ त्यसलाई, कन्स्ट्रक्सन ल्याउँदैन क्या. अनि तोडेर फोडेर के हुनेवाला छैन जबसम्म तिमी जोड्न सिक्दैनौ. यो फिलोसफिकल कुरा गरेर चाहिँ मैले के हुने होइन, मैले चाहिँ भन्न खोजेँ के भन्दा पहिले आफ्नो लेभलबाट ठिक हुने. पैसा कमाउन सक्दैन भने पैसा खर्च पनि नगर क्या कसैको. त्यो आफ्नो होस्, आफ्नो बाउको होस् कि आफ्नो देशको किन नहोस्. अनि अब लास्टमा चाहिँ कुरा के भन्दा मेरो सबै साथीहरूलाई अन रेकर्ड अन पेपर भन्छु, अन के भन्छ अन पेपर अन रेकर्ड कि जति पनि विदेश आएको छ नि कतिजनालाई सुन्नु भएको छ कि लाइक त्यो विदेश गएर एकदम खतरा पोजिसनमा काम गरिरहेको छ. 1%, 0.something%, 2%. तर के हुन्छ भन्दा
आफूलाई लाइक ठुलो ठाने होइन या म यो भनेर चाहिँ कि मैले एकदम खतरा कुरा गरेर छैन तर एट द एन्ड अफ द डे वर्ड्स हुनुपर्छ लाइक यु हेभ टु बी लाइक गो आउट एन्ड रोम त्यस्तो खालको कि लाइक तिमी तपाईँ एक्लै के गर्न सक्नुहुन्छ लाइक त्यो 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 एबिलिटी राख्नुहोस् क्या हरेक कुरामा नि साथीभाइ जोसुकै होस् तपाईँको बारेमा तपाईँभन्दा बढी कसैले जान्दैन त्यो म किन नहोस् या अरू कोही किन नहोस् त्यो एक्ज्याक्टली त्यो बुझ्नुपर्छ क्या अनि कसरी भन्नु त्यस्तै हो ल अब बुझ्नेले बुझिहाल्छन् नबुझ्नेले चाहिँ त्यही भन्छन् कि मेरो बाबाले मेरो लागि के गर्नु भएन मेरा घरका मान्छेले के गरेन मेरा देशकाले मान्छेले के गरेन मेरा नेताले के गरेन होइन पहिले ठिक आफ्नो घर के भन्छ त्यसलाई आफ्नो अनुहार हेर्ने हो ऐनामा आफ्नो अनुहार हेरिसकेपछि मात्रै पहिले त भन्छ अरूको अनुहार किन हेर्नु आफ्नो अनुहार हेर्नु आफ्नो अनुहारलाई ठिक पार्नुहोस् अरूकोलाई होइन आफू ठिक भयो अरूजना पनि ठिक हुँदै जान्छ ग्रिसको एउटा आइल्यान्डमा छु अनि यो आइल्यान्ड चाहिँ लास्टै महँगो अनि त्यहाँ पछाडि क्रुज होला अनि यहाँ चाहिँ यो ठुलो फेरी यसमा चाहिँ कार गाडी तपाईँ लान सक्नुहुन्छ अनि म देखाउँछु यहाँ चाहिँ त्यो ट्रक पनि यसको भित्र छिरेर यो नाउबाट लिएर जान्छ कति ठुलो नाउ छ आई मिन त्यो ठुलो छ तर एउटा चाहिँ क्विक अपडेट क्या सबैले भन्छन् युरोप आएपछि युरोपमा त पैसा फल्दो रहेछ साँच्ची सबैले राम्रो सोचेर रहेछ नि यार पैसा फल्छ नि पैसा फलिरहेको छ त्यही भएर त आज यहाँ आज उहाँ आज यो देश भोलि अर्को देश आज यो क्रुजमा चढ्ने ऊ त्यहाँ भएको अर्को दिन त्यो क्रुजमा चढ्ने अनि यस्तो लाइफ सबैले बाँच्न त अब सक्दैन नि हो कुरा बुझ्नु पनि अलिकति बुझ्नुहोस् क्या त्यो हुन्छ नि आफ्नो कस्तो भन्दा नि आफ्नो बाटोको जुन धागो हुन्छ नि तपाईँकै हातमा आउँदो रहेछ क्या तपाईँले जसरी त्यसलाई तान्ने होइन त्यो लग्ने त्यो त्यसैमा चाहिँ निर्भर हुँदो रहेछ क्या त्यो कहाँ जान्छ भनेर अब कतिले चाहिँ पैसा कमाउनेमा ध्यान दिन्छन् भाडे घसेर होस् कि जेसुकै घसेर होस् होइन अनि जे कुरा गर्न आएको त्यो कुरा नै गर्न बिर्सिन्छन् पढाइ गर्न आएको पढाइ छैन काम गरेर बस्छन् होइन म बुझ्छु आई क्यान अन्डरस्ट्यान्ड कि लाइक तपाईँ आई मिन लोन लिएर के लिएर लोन लिएर आउनु किन कि विदेशी नआउनु अब विदेश आउनलाई कतिजनाले सपना हेर्छन् त्यो सपनाको चक्करमा आफूलाई नै बिर्सिन्छन् यहाँ आएर त्यो पैसाको चक्कर त्यही भएर न त म जस्तो काम गर्ने अनि के अरे पैसाको बारेमा धेरै सोच्ने पैसाभन्दा धेरै घुम्ने बारेमा सोच्ने आज यहाँ जाने अर्को दिन अरू ठाउँ जाने अनि घुमिराख्ने टाइम पास हानिराख्ने जिन्दगीमा पैसा आउने दिन आफै आउँछ अनि यस्तै हो होइन अब म बुझ्न सक्छु आई क्यान अन्डरस्ट्यान्ड कि नट एभ्रीबडी आई मिन 99% अफ द पिपल कान्ट डु व्हाट आई एम डुइङ बट आई डोन्ट नो Greece. Now it's the time to roam around because the weather is good and I can feel better because I took like some few hours of nap at the airport because I have a flight today at like around midnight, so yeah, it gave me the power to walk again. I'm going to a supermarket nearby to buy some stuff. That's in the day. Expensive, a lot expensive than expected in Greece. It's a little supermarket. देखो ग्रीस के लिटिल मार्केट में खरीद रहा हूँ ग्रीस. The time is finished on the Greek island and I'm back for taking on the flight. Huge security control. Again on the flight at SAP. 11:25 p.m.
in the evening, night I'd say. And this is my flight to the airport. This is the airport of Corfu. You can see there. I'm heading to this.